आज यो समुद्रको बिचमा हामी 2066 साल 3 वर्षको गुम्सिएको दिमागलाई फ्रेस गर्नको लागि अर्कर भन्ने कतारको ठाउँमा आइपुगेको छौँ र यहाँ घुम्दाखेरि हामीलाई यस्तो लागेर आउँछ कि यो नेपालको डाँडाकाँडा हरियाली ठाउँलाई अझै समुद्रको किनारमा देखे जस्तो लाग्यो र यसो दौडिँदाखेरि र यहाँको त्यो समुद्रको किनारमा देख्ने हाम्रो साथीभाइहरू देख्दाखेरि आहा वास्तवमा विदेश आएको जस्तो लाग्छ। र आनन्दजी तपाईँ कहाँबाट आउनुभयो? अहिले चाहिँ म हुनुहुन्छ भने शनिबारदेखि एफआई कम्पनीदेखि आएको होइन। हजुर आज चाहिँ अब यहाँ यो कतारको छुट्टीमा चाहिँ यो 4 दिन छुट्टी छ। यो छुट्टीलाई चाहिँ एकदम अब इन्जोय तरिकाले मनाउँ भनेर यहाँ हामी पनि यहाँ अरू साथीहरू पनि छ, हामी लगायत अरू साथीहरू पनि बस्दै खेलिरहेको छ। यहाँ विशेष गरी अब फर्स्ट चोटि आइराख्नु भएको छ होइन। बुद्धिमान दाइ चाहिँ आजको चाहिँ अब लिडर हो होइन। उहाँले चाहिँ आज यहाँसम्म अब ल्याउनु भयो। अब यसपछि अब कहाँ कहाँ लानुहुन्छ, कता कता लानुहुन्छ। अहिले यहाँनिर चाहिँ अब केटीहरू पनि आउँदैछ अरे होइन। अब कन्ट्याक्ट चाहिँ अब हाम्रो बुद्धिमान दाइकोबाट भएको छ होइन। आदरणीय दर्शकबिन, आज हामी यहाँका स्थानीय बासिन्दाहरूसँग केही आन्तरिक अन्तर्वार्ताहरू लिइरहेको छौँ। यस सम्बन्धमा हाम्रो यहाँ हाम्रो यहाँ ग्रुपको हुनु यहाँ बासिन्दाहरू नै हुनुहुन्छ, उहाँसँग पनि केही कुराहरू राखौँ। तपाईँको शुभ नाम के भयो? मेरो नाम बिएम। अनि तपाईँ कहाँ बस्नुहुन्छ? यहाँ के गर्नको लागि, यहाँ केको लागि अलिकति प्रख्यात छ? बस्नु चाहिँ म